गरेर आफ्नो पनि जिन्दगी राम्रोसँगले एकचोटि बिताउने इच्छा थियो। पछि पछि म बुढी भयो भने त छोराछोरी पाउन नि गाह्रो होला नि त। मलाई पनि त सन्तान चाहिन्छ। साथी छ नि? छ। अस्ति नेपाल जाँदाखेरि एयरपोर्टमा फुल लिएर वेलकम गरेको त होइन? उहाँ नै हो? टिकटकमा देखाएको थिएँ। हजुर उहाँ नै हो। हाम्रो 11 वर्षको रिलेसन हो दाइ। है? हजुर मेरो सेकेन्ड बोयफ्रेन्ड हो। कस्तो छ अहिले? के गर्नुहुन्छ? उहाँ पहिला चाहिँ बाहिर पनि गएर आउनुभएको, दुबई पनि आउनु भएको थियो, बिरामी भएर फर्किनु भएको। पहिला कतार जानुभएको थियो फर्स्टमा, जब म यो फिल्मै थिइनँ। म नर्मल मान्छे थिएँ, अहिले पनि नर्मलै छु, त्यो बेला झन् नर्मल थिएँ। त्यति बेला कतार जानुभएको थियो। सानैदेखिको लभ हो दाइ। त्यस्तो बिचमा केही कहिलेकाहीँ यसो मनमुटाव हुने त भएको छैन? भयो नि दाइ, 1.5 वर्ष ब्रेकअप भएको नि हाम्रो। हो र? 1.5 वर्षको ब्रेकअप थियो। केही न केही त सम्बन्ध छुट्नुमा त एउटा न एउटा रिजन हुन्छ नि त। थोरै उहाँबाट गल्ती भयो, थोरै मबाट गल्ती भयो, छुट्यौँ। 1.5 वर्ष 6 महिना त भयो हामी सँगै भएको। अहिले फेरि सँगै हुनुमा चाहिँ हाम्रो परिवार हुनुहुन्छ। परिवार पछाडि चाहिँ अनि मैले सोचेँ साँच्चै नै उही नै रहेछ मेरो मान्छे। मैले पनि लाइफमा धेरै गल्तीहरू गरेँ होला, उसले पनि गरेँ। छुट्यो दाइ एकदम धेरै। हाम्रो 1.5 वर्ष छुट्यो, तर पनि होइन एउटा इगो हुन्छ नि होइन, तैँले मेरो लाइफमा किन यसो गरिस् भनेर क्वेसनमा क्वेसन आउने एउटा घटना घट्यो। त्यो घटना बिर्सिनै नसक्ने थियो। त्यत्तिकै अनि सम्बन्ध हामी बोलिनौँ, तर पनि ऊ चाहिँ मलाई नै भनेर पर्ख्यो क्या दाइ। मैले चाहिँ कति होइन अब उसलाई इग्नोर गरेँ, धेरै इग्नोर गरेँ, तर उसले चाहिँ मलाई नै भनेर पर्खेको कि तैँसँग बिहे गर्छु। अनि म नहुँदा पनि ब्रेकअप हुँदा पनि मेरो घरमा जाने, हेल्प गर्ने, घर परिवारसँग कुरा गर्ने। अनि मेरो घर परिवारले यत्रो सबैलाई थाहा छ। अनि फेरि मेरो लभ पर्दैखेरि मैले बुवालाई चाहिँ बुबा समर अङ्कलको छोरा चाहिँ हाम्रो के पर्छ भनेर सोधेँ। अनि केही पर्दैन नि, कुटुम्बरी हो, बिहे गर्न मिल्छ भन्नुभयो क्या। किन र बिहे गर्ने भनेर भन्नुभयो क्या बुवाले। कान्छा छोराले मलाई मन पराउँछ, पछि हामी कमाएर राम्रो गरेर चाहिँ बिहे गर्नुपर्छ होला त्यहीसँग भने मैले डाइरेक्ट बुवालाई भनेको। भात खाँदै के त्यही दिन मैले भने। त्यस पछाडि अनि सबैलाई थाहा भयो। अनि कुनै कुरा अब सम्बन्धहरू लुकाएर गर्दाखेरि चाहिँ छुट्दा पनि वास्तव व्यस्त नहुने रहेछ क्या ब्रेकअप पछाडि पनि होइन। के भयो भयो, को आयो को गयो भन्ने हुने रहेछ। तर घर परिवारसम्म कुरा पुगिसके पछाडि हामी दुई एकअर्कालाई मन पराउँछौँ भन्ने कुरा थाहा भइसके पछाडि चाहिँ छुट्टिन्छौँ भन्दा पनि पाइँदैन रहेछ दाइ। मैले त्यो बेला त छोड्छु नै, अब यो मान्छे मलाई चाहिँदैन नै भनेर छोडेको, तर सकिएन। मेरो बाबाले पनि धेरै सम्झाउनु भयो, गल्ती त भगवान्बाट पनि हुन्छ, मान्छेको गल्ती भयो भन्नुभयो। अनि योसँग बिहे गरिनस् भने घरै टेक्न दिदिनसम्म पनि कुरा आयो। अनि उतापट्टिको बाबाले पनि एकदम सम्झाउने, एकदम बुझ्छ केही हुनुहुन्छ कि उता सासू ससुरा पनि बुझ्ने, एकदम माया गर्ने, धेरै सम्झाउनु भयो। अनि मैले फिल गरेँ क्या दाइ, ऊ जस्तो मान्छे खोज्ने कोसिस पनि गरेँ दाइ। कोही पाइहाल्छु कि होइन, उसलाई देखाउनकै लागि भने अर्को बोयफ्रेन्ड बनाउँछु भनेर पनि खोजेँ, तर उसको माया लाग्ने क्या मलाई। मैले पनि त गरेछु नि गल्ती, उसले मात्रै हो र? उसको गल्तीको अगाडि मेरो गल्ती त केही होइन नि, त्यस्तो लाग्छ नि होइन। तर उसको भन्दा नि ठुलो गल्ती आफ्नो पनि त हुनसक्छ। त्यही सम्झेर अनि फेरि मैले होइन, फेरि जे भन्यो त्यही मान्छ कि ऊ, मैले जे भन्यो त्यही होइन। हरेक दुःखमा साथ दिएको छ कि। मेरो खुसीको पलमा त धेरै मान्छेहरू आउँछ, तर हरेक दुःखमा चाहिँ उही छ कि। यसपालि मम्मी बिरामी हुँदा पनि आफ्नो आमालाई जस्तो एकदम स्याहारेको मेरो मम्मीलाई। ज्वाइँ भएर कसैलाई, आफ्नो सासूलाई त यति कसले गर्छ र दाइ? कमै मान्छेले गर्छ नि, एकदम बुझ्ने। अनि धेरै साथीहरूले भन्नुहुन्छ अहिले केही काम नगरेर बसेको 6-7 वर्ष भयो, केही काम छैन, सानोतिनो अनलाइन जब गर्नुहुन्छ। तर धेरैले क्वेसन गर्छन् कि अनि ईशा चाहिँ यस्तो ठाउँमा पुगिसक्यो, ईशाले चाहिँ यति कमाउँछ, उसले लगाएको लुगा पनि ईशाले किनिदिएको, उसलाई हरेक चाहिने कुरा उसैले दिन्छ, उसले कमाउँदैन, गर्लफ्रेन्डको पैसा खाएर बसेको छ भन्छ कि दाइ। कहाँ लेखा छ दाइ छोरी मान्छेले कमाएर छोरा मान्छेले पाल्न मिल्छ नि? सोच्ने नै हो भन्दा होइन, 2 मुठो 2 हात एक भयो भने नि दाइ, चाहे उसले कमाओस् चाहे मैले कमाउँ कि खाने त हामी दुवैजनाले हो नि।
सधैँ बुढाले पाल्नुपर्छ भन्ने लाग्दैन कि बुढीले पनि पाल्न मिल्छ नि त होला उसको आज दिन छैन उसले कमाएको छैन म बुझ्छु आज मेरो दिन छ म मेरो भाग्य चम्किरहेछ म कमाउला महिनाको 1-2 लाख कमाउला 50-60 हजार कमाउला मेरो दिन छ म कमाउँदैछु म जम्मा गर्दैछु भविष्यको लागि भोलि मेरो भविष्यको सेभिङ सकिएपछि त उसको पनि त दिन आउला नि त छोरी मान्छे नै घरमा बसेर छोराछोरीलाई स्याहारेर बस्नुपर्ने बाउआमा कुरेर बस्नुपर्ने अनि छोरा मान्छे चाहिँ परदेशमा गएर कमाउनै पर्ने भन्ने होइन के दाइ छोरी मान्छे विदेश बसेर छोरी मान्छेले कमाएर पनि परिवार पाल्न र बुढा पाल्न मिल्छ कहाँ लेखेको छ र छोरा मान्छेले मात्रै दुःख गरेर छोरा मान्छेले मात्रै पाल्नुपर्छ बुढी भनेर अझै नै म भन्छु मेरो मान्छेलाई यहीँबाट भन्छु होइन तिमी जतिसुकै दुःख गर होइन जतिसुकै काम भेट नभेट तिम्रो भाग्यमा मै हो अनि मै नै रहन्छु तिमी कमाऊ नकमाऊ म खुसी छु कि मै कमाउला मै पालौँला तर यसरी नै साथ देऊ तिमीले मलाई जसरी अहिले देख्छौ यसरी माया गर सपोर्ट गर उसको इच्छा छ कि दाइ कमाउने अनि मलाई बिहे गर्ने उसैले कमाएको पैसाले मलाई सुन लिएर बिहे गर्ने कि अहिले उसको भाग्य मान्छेले भगवान्ले चाहिँ एकचोटि दिन्छन् अरे के कमाउने मौका अहिले मलाई दिएको छन् भोलि उसलाई देलान् नि त अहिले कमाउँदैन यो केही गर्न सक्दैन भनेर म छोडौला भोलि म भन्दा पनि सफल भएर निक्ल्यो भने अनि त्यति बेला म पछुताउने बरु ऊ अहिले चाँदी छ म सुन्छु भने नि उसलाई पनि म मिसिन्छु के अनि चाँदीलाई पनि सुन बनाइदिन्छु के मैले त्यही हो रुलाएगा क्या भनेको जस्तो हो त होइन त म यति भन्छु अहिले जसरी साथ दिएको छु यसरी नै माया विश्वास गर म परदेशमा छु एक त डान्स गर्ने मान्छे धेरै मान्छेहरू हुन्छन् मेरो साथ वरिपरि होइन कतिसँग बोल्छु कतिसँग हाँस्छु डुल्छु तर पनि विश्वास छ क्या उसलाई मैले बोलिसकेपछि ऊ विश्वास गर्छ कि मेरो मान्छेको बारेमा मैले पहिलोचोटि बोलेको कि उसको नाम चाहिँ जनक सेवा हो मेरै कास्टको घर पनि नजिक नजिक छ घर परिवार सबै ह्याप्पी हुनुहुन्छ ऊ मलाई पर्खिरहेछ बिहेको लागि ब्रेकअप हो 1.5 वर्ष भयो तर पनि ऊ मेरै उयसमा थियो कि एकचोटि गल्ती भइसके पछाडि पनि मान्छेले चाहिँ मेरो गल्ती भयो भनेर स्वीकार्नु नै सबैभन्दा ठुलो कुरा हो नि त अब कहिले गर्ने बिहे अहिले चाहिँ हाम्रो प्लान चाहिँ छ एउटा घर बनाउने 2 जनाको पैसाले यही कुरा आयो कि दाइ अब घर बनाउने कुरा भने होइन जस्तै अब अहिले मैले कमाएको पैसाले केही सेभिङ गरेर म घर त बनाउन सक्छु दाइ तर त्यो घरमा ऊ बस्न मिल्दैन के मिल्दैन मतलब मेरो तर्फबाट र उसको तर्फबाट मिल्छ तर मेरो परिवार मेरो समाजले उसलाई दिँदैन कि बुढीले बनाएको घरमा बस्यो घर ज्वाइँ बस्यो भनिदिन्छ क्या फेरि बुढीको कमाइ हो सबै भनिदिन्छ त्यही कुरा उसले कमाएर बनाएको थियो भने अनि उसले रोक्छ क्या जहिले घर बनाउने कुरामा चाहिँ नबनाउनु मलाई कमाउन देऊ न म कमाउँछु अनि मात्रै बनाऊँ घर 2 जनाको पैसा लागोस् अहिले तिम्रो 2टा जग्गा तिम्रो जे गर तिम्रो इच्छा तिम्रो जसलाई दिन मन लाग्छ देऊ तर म कमाउँछु अनि हामी 2 जनाको लागि चाहिँ गरौँ भन्नुहुन्छ कि